हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग डे 2 है। मेरो सानो चाहिँ यसरी सुतिरहेको छ। हामी राति नै उठेको थियौँ क्या गेम हेर्ने भनेर। पोर्चुगलको गेम थियो नि त 5:15 बजे। पोर्चुगलको गेम यसरी हेरिरहेछौँ हामी। बाबु चाहिँ खेलिरहेको थियो, उता खेलिरहेछ बुवा आमासँग, हजुरबा हजुरआमासँग। हामी चाहिँ यसरी गेम हेरिरहेको थियो पोर्चुगलको सकिसकेपछि 7:45 मा फेरि अर्जेन्टिनाको म्याच है। म चाहिँ अर्जेन्टिनाको फ्यान हो होइन। हजुरहरू चाहिँ कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ यो वर्ल्ड कपमा है। मौसम चाहिँ यस्तो राम्रो भएको थियो के, यस्तो चिसो शीतल भएको थियो। त्यसैले चाहिँ शीतल मौसममा चाहिँ चिया खाऊँ भनेर मैले कालो चिया बनाउन लागेँ। कालो चिया चाहिँ सबैभन्दा नमिठो बनाउने हो क्या मैले। त्यसैले मैले चाहिँ मजाले सानो बनाएर एकछिनसम्म पकाउँछु कि अनि बल्ल अलि मिठो स्वाद आउँछ। मैले चाहिँ कपमा चिया हालेर लगाएँ। यो चाहिँ मेरो एकदमै फेभरेट कप हो कि, सानैदेखिको 1 क्लासदेखिको फेभरेट कप हो। यहाँ चाहिँ अर्जेन्टिनाको गेम चाहिँ सुरु भइसक्यो। अब आमा भइसकेपछि तातो तातो चिया खान पाउँछु भनेर त सोच्नै पर्दैन है। बाबु चाहिँ घुमेर आयो, हजुरबाले घुमाउनु भयो, बिहानै घुमाउनु भयो है। 7:45 मा अब अर्जेन्टिनाको म्याच भनिसकेपछि त्यति छिटो बुवाले घुमाएर ल्याइसक्नु भयो। अब ल्याएपछि उसलाई त ब्रेस्ट फिडिङ गराउनै पर्छ, खान्छ। अब बिहानै उठेको थियो नि त ऊ पनि, त्यसरी सुत्न खोजिरहेको छ। अब हामीले चाहिँ यता म्याच हेरिरहेछौँ। अब उसलाई समाउँदै ब्रेस्ट फिडिङ गर्दा गर्दै चिया खायो भने त ऊ माथि पोखिन्छ भनेर मैले चाहिँ अलिपछि खाएको सेलाइसकेको थियो चिया। त्यही पनि के गर्नु है, आमा भएपछि यस्तै हो। बाबु चाहिँ सुतिसक्यो है, ड्याडीले हल्लाउनु भएको थियो जोलुङ्गोमा र मजाले सुतेको छ ऊ चाहिँ। अब अर्जेन्टिनाको म्याच सुरु हुँदाखेरि सुतेको बच्चा नसकिँदै उठिसक्यो कि, अनि उसलाई भोक लागेको रहेछ। त्यसरी मम्मीले चाहिँ उसलाई खाना खुवाउँदै हुनुहुन्छ। मेस्सी दाइले गोल हालेपछि चाहिँ यस्तो आनन्द आउँछ कि, हुन त अगाडि आउन पुगिसक्नु भयो है। त्यही पनि मेस्सी दाइले हान्दा चाहिँ यस्तो आनन्द आउँछ। हजुरहरूले चाहिँ कुन टिमलाई सपोर्ट गर्नुभएको छ? म अनलाइन बिजनेस गर्छु भनेर पनि हजुरहरूलाई थाहा छ होला। त्यसरी राइडर दाइ आउनु भएको थियो। मैले चाहिँ मेरो सामानहरू पठाइदिएँ। नयाँ राइडर आउनु भएको थियो कि, त्यसैले उहाँलाई लोकेसन थाहा रहेन रहेछ। त्यसैले मैले अगाडिसम्म लिन गएको थिएँ। हामी माथिसम्म गएको थियौँ बाबुलाई केरा दिनलाई। त्यस सँगसँगै हामीले चाउमिन पनि लिएर आयौँ। खाजा के खाने भनेर घरमा बनाउन अल्छी लागेकोले, त्यसैले घरमा चाउमिन लिएर आयौँ। मैले प्लेटमा राखेँ, अरूलाई सर्भ गरेँ र म खानातर्फ लागेँ। ल खाएँ ल, कस्तो मिठो भएको थियो। एकदमै मिठो बनाउनुहुन्छ त्यहाँ चाउमिन। प्रिभियस भिडियोमा चाहिँ मैले मेरो फेस छोपेको थिएँ, त्यसरी धेरैजनाको डिमान्ड चाहिँ फेस देखाउनु पर्यो भन्नुभएको थियो। त्यसैले मैले फेस देखाएर आएको छु। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा थ्याङ्क यू सो मच।